नमस्कार, म सतनजी मिश्र, यो मलङ्गवा नगरपालिकाको कृषि शाखा प्रमुख। हजुर, यो जुन गहुँको बिउ यहाँ आइसकेको देखिन्छ हैन, के छ यसको वितरण प्रक्रिया के छ, कहिलेदेखि तपाईहरु यो वितरण सुरु गर्नुहुन्छ? यो हामीले यो कृषि शाखामा मेयर साहबको कोटाबाट 15 लाख रुपैयाँ राखेको थियो गहुँको लागि। त्यसको र अरु 10 नम्बर, 11 नम्बर, 12 नम्बर, 4 नम्बर र 2 नम्बर वाडाको लागि 2-2 लाखको बिउ चाहिँ यहाँ आइपुगेको छ कृषि सामग्री संस्थान हेटौडाबाट। यो हाम्रो 2 जातको गहुँ बिउ ल्याएको हो। एउटा चाहिँ विजय हो र एउटा चाहिँ एनएल 971। यो चाहिँ बहुत राम्रो तराईको लागि राम्रो बिउ हो। 12 पर्सा तिरको किसानको ले चाहिँ यो उब्जाएको राम्रो बिउ हो। यो ठुलो खाले दाना हुन्छ यसको। यसको उत्पादन पनि धेरै राम्रो छ। यो 90 दिनमा चाहिँ तयार हुन्छ र यो बिउ चाहिँ खास गरी हामीले समयमै ल्याइसके र अहिले नगरपालिकाको स्टोरमा राखिसकेको अवस्था छ र यो किसानको जुन धान खेतको अवस्था अहिले हामीले गहुँ छरिसक्नु पर्ने हो, तर यो पछिको वर्षाको कारणले आसिन महिनामा जुन पानी पर्यो त्यसले चाहिँ जमिन एकदम चिसो छ, चिस्यान बढी छ, कसैमा पानी पनि छ। त्यो सबै सुकिसकेपछि 15-20 दिन भित्र हाम्रो यो जम्मै वितरण गरिसक्नु पर्ने छ र यो गहुँ चाहिँ सबै किसानहरूलाई हामी करिब वाडाको जुन शीर्षकको पैसाबाट छ त्यो वाडालाई बुझाउने र मेयर साहबको कोटाको 15 लाखको छ त्यो सबै चाहिँ वाडालाई बराबरको भागले बाँड्ने। कति बोरा ल्याउनु भएको छ? यो हामीसित विजय जातको 225 बोरा र एनएल 971 चाहिँ 375 बोरा छ। दुईटै मिलाएर चाहिँ 600 बोरा गहुँ 24 टन हो। यो फेरि बिक्री गरेर यो 50% अनुदानमा कृषकहरूलाई चाहिँ उपलब्ध गराउने र यसबाट आएको 50% जुन पैसा हुन्छ त्यसको फेरि चाहिँ हामी बिउ ल्याएर तत्कालै फेरि किसानलाई पुग्ने गरी हामी चाहिँ बाँड्छौँ र बाँड्ने कार्यक्रम पनि रहेको छ। अनि यो पर्याप्त हो त किसानहरूको लागि यो गहुँको बिउ? पर्याप्त त भन्नुपर्दा अब सबै केही किसानले आफ्नै घरमा पनि बिउ जोगाएर राखेको हुन्छ, तर जोगाउन नसक्नेले यो चाहिँ अब उन्नत जातको परीक्षण गरेको बिउ चाहिँ ट्रिटमेन्ट गरेको बिउहरू यो कृषि सामग्रीको भएको हुनाले बढी माग रहेको छ र यो चाहिँ हामी सबैलाई पुर्याउन नसके पनि कोसिस गर्छौं, किनभने यो 600 बोरा हो। अब 600 बोराको आउने रकम चाहिँ 50% हुन्छ, 300 बोरा आउँछ पछि अनि पर्याप्त हुन्छ। गर्नुहुन्छ तपाईँ यो? अब एउटा मिटिङ यो हाम्रो अनि मेयर साहब वडाध्यक्षज्यूहरूलाई बोलाएर कुन वडालाई कति दिने त्यो चाहिँ हामी चाहिँ वडालाई नै बुझाउने गरी किसानहरूले त्यहाँबाट चाहिँ चिट लिएर आउँछ वडाको र हामी चाहिँ त्यही अनुसार वितरण गरिदिन्छौँ। हस्, धन्यवाद सर। हस्, तपाईलाई।